So hey guys, welcome back to my new video. अब सबजना सन्चेर आरामै हुन्छ, म पनि एकदम सन्चेर आरामै छु गाइस हैन। अनि सो गाइस यता हेर्न सक्नुहुन्छ बिहानै घाम लागिसकेको छ, यस्तो दामी वेदर भएको छ। तर गरमले चाहिँ आज चाहिँ प्याक बनाउँछ हो, यस्तो दामी वेदर भएको छ। सो गरमले चाहिँ अहिले भएर चाहिँ ह्याप्याक बनाउँछ, केही छैन त्यही पनि केही छैन। ह्याप्याक बनाओस् कि जेसुकै बनाओस् हैन। सो गाइस आज चाहिँ फुलपातीको दिन हैन। एकछिन क्यामेरा यसरी अड्काइदियो अनि एकछिन सो गाइस आज चाहिँ क्यामेराबाट कालो आउनु थालिसकेको छ, किनभने त्यस्तै छ लाइट पनि त्यस्तै परेको छ नि त। यस्तो गर्दाखेरि यस्तो चाहिँ दामी हुनेछ नि त गाइस, यस्तो चाहिँ दामी हुनेछ। यस्तो चाहिँ पछाडि एउटा क्यामेरा यस्तो ठिक छैन, यस्तो ठिक यस्तो ठिक थियो, तर केही छैन। सो यस गाइज यहाँ म र काका बसिरहेको छौँ। कहाँ कस्तो भइरहेको छ, कस्तो भइरहेको छ, खुट्टा दुखेर नि। सो गाइज यता फेरि काका अर्को काका आइसक्नु म सो उता बिल्ली छ, म्याउ 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 म्याउ। सो अब चाहिँ हामी चाहिँ उता पूजा गर्न पर्ने हुन्छ। सो हेर्दै गर्नु होला इन्सित भिडियो है त गाइस। अहिले चाहिँ म काका यहाँ बसिरहेको छौँ, काकाको खुट्टा दुख्यो है। यता अर्को काका आइसक्नु भयो, कोही देखिएन हौ गाइस। त्यहाँ हुनुहुन्छ, त्यहाँ बाबा हुनुहुन्छ, त्यहाँ काका हुनुहुन्छ, त्यहाँ अर्को काका। यहाँ चाहिँ सबजना बसिरहेको भएको छ, म चाहिँ भिडियो बनाइरहेको छु। बाबा पाउनु भयो। सो गाइस अब चाहिँ म चाहिँ यहाँ त्यो गर्दैछु है त। साउन्ड चाहिँ कस्तो आउँछ मलाई याद चाहिँ छैन। I don't know anything about sound है। यो चाहिँ पूजा हुँदैछ काका। सही देख्न सक्नुहुन्छ तपाईँले, यस्तो टोकरा हुन्छ। खास गरी हामीले यस्तो चाहिँ बेसी देखाउनु हुँदैन, दिस द पर्सनल लाइफ पूजा। I don't know about this है त, यसमा जान्न नि त। यहाँ छु म चाहिँ, यहाँ उत्यो गर्न आएको थिएँ। अब यहाँ खोलाको तामसाम गइसक्नु भयो, उता देख्न सक्नुहुन्छ भिडियोमा आउने भिडियो। ओके एकछिन भिडियोमा त। सो यस गाइज अहिले चाहिँ भनेको
काकुको ब्रस दिन आएको थिएँ अब अन्त खोइ कस्तो काली आयो के भयो सो एउटा देखेँ मैले तिमीलाई बाटोमा एउटा फोटो म चाहिँ होइन है म आइन हौ म तिमीहरूको नक्कल हेर्न गर्थेँ त्यो फोटो हो यो भिडियो सो यस यहाँ चाहिँ कस्तो हुँदैछ जस्ट मिन यस्तो हुँदैछ यहाँ यो सुरुवात हो यो थान थपना अब यसलाई अन्तिम गरेर यो थान थपना हजुर एउटा बस्नेलाई दिए त बडालाई त्यहाँ मुढा छ जस्ट यस गाइस अब यसलाई कसरी उता फर्काउनु के कभरले गर्छ नि अनि यो रोटेट या वेलकम ब्याक आई एम ब्याक अल द टाइम द्याट यत्रो तलले मलाई आज फेरि व्हाट डु वान्ट टु डु नथिङ गोलखाडी मुख बटारिङ इङ्ग्लिसले मुख बटारिङ ल जा भाइ एउटा अन्डा झोरा ल्याउनु त कस्तो घर बेटीहरू सबैजना आयो यसतिर गयो भने भन्दा धन गऱ्यो यहाँ हामीले गरेको दायाँ भएको याद गरिराख्नु फुपूले भ्लग बनाउनु अस्ति लाइभ हुनु पैसा कमाउँछ नि त्यहाँबाट नि कमाउँछ गएको साँच्चै हो नि मान्छेलाई जवाब दिनु सक्नु पर्यो कतिले हरेक त्यसलाई माइक सम्झिन अब अनि कमेन्ट ब्लक गरिदियो त्यस्तो बर्दाश्त गर्नु सक्दैन भिडियोमा आयो केटाकेटी हो होइन दुई चारवटा गाली खाएर 10-12 करोड कमाउनु सक्यो भने त खाइदिने नि फेसबुकमा बाजेको चाहिँ हामीले सुन्नु नपर्यो भोलि नपिदिँदै किन निस्किनु फेसबुक आफ्नो त बढी लाने लडो टेक्ने लडो चाहिएला कमरसम्म
मेरो बसा न यहाँहरूको फोटोग्राफर हुनुहुन्छ हो तल गएर यार बैलकुटी परिवारको यो एउटा कहाँ गाइन्न एउटा गीत जस्ट मिस्टेक हुन्छ कि तरैमा छु हाम्रो फ्यामिलीमा को ठुलो 80 जना आउनुहुन्छ हेलो सबैजना सो गाइज हाम्रो चाहिँ पूजाहरू पनि सिधिसकेको छ होइन टिका सिकान लगाइसकेको होइन सो पूजाहरू पनि सकिसकेको छ सो अनि टिकाहरू पनि लगाइसकेको यो हाम्रो कलाएर हजुर राम्रो यो चाहिँ जाँदैछु होइन टक्क लगाएर सो आई होप तपाईँहरूलाई आजको सिनेमेटिक र भिडियोहरू कस्तो लाग्यो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिनुहोला र लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि भेट्नेछौँ हामी भोलिको ब्लगमा यता गाइस आज बिहान मात्र भयो भोलि यता गाइस बाई बाई